देखाउँ त्यहाँ छ। त्यही भएर त हामी भने एउटा साबुन बेच्ने पसललाई किन राख्यौँ भने हामीले इन्डस्ट्री ब्युटी बुझेको छौँ। यो इन्डस्ट्रीले कति हित गर्छन् हामीलाई थाहा छ। तर त्यो सबले बुझ्नु सक्ने अवस्था किनभने भएन भने किन पहिला त्यो मापदण्डै थिएन। अब ढिलै पनि गभर्मेन्टले ऐन बनाएको छ। र म त के चाहन्छु भन्दाखेरि गभर्मेन्टले हामीलाई उल्टा धन्यवाद दिनुपर्ने हो कि यति कडा कानुन हुँदाहुँदै पनि तपाईँ कमसेकम 8 गरेर आउनुभयो। अब हामीलाई उल्टा टेवा पुऱ्याउनु पर्ने, हाम्रो बाटो खोल्दै जानुपर्ने हो। त्यो सबै मिसकन्सेप्सन सबै क्लियर भएर जान्छ। एकदम बिस्तारै सबैले बुझ्दै हुन्छ र योजना बुझ्नै पर्छ। किनकि यो हेर्नुहोस् नयाँ टेक्नोलोजी हो, देशको लागि नयाँ इन्डस्ट्री हो। हामी पो पोलिटिक्स छौँ, बुझ्दै आयौँ तर उहाँको लागि नयाँ हो। नयाँ हो भने उहाँले बुझ्दै बुझ्दैन भन्ने छैन। यदि चाहनु भने सबले बुझ्नुहुन्छ। यो कुनै रकेट साइन्स भनेर सिम्पल नि भने मैले 20 वर्षमा यो इन्डस्ट्रीमा बिताएको छु। मैले धेरै देशमा यो बिजनेसलाई मैले अध्ययन गरेको छु। धेरै नजिकबाट मैले हेर्ने मौका पाएको छु। र त्यो हेर्दा मैले के देखेँ भन्दा सर कि योभन्दा बेस्ट के हुनसक्छ हेर्नुहोस् त कि कुनै एउटा साधारण नेपालीले बिना लगानी हेर्नुहोस् है एउटा सामानलाई किनेको भरमा एउटा बिजनेस खडा हुन्छ, एउटा कारोबार हुन्छ र सर्टेन बेनिफिट प्रत्येक कन्ज्युमरलाई पाउँछ घरमै बसेर हैन। र विदाउट स्किल हामी कसैको हामी एज चाहिँ हामी सोध्छौँ बिकज गभर्मेन्टले 18 वर्ष पुरा भएको हुनुपर्छ भनेको छ हैन। नभए हामी उसको ब्याकग्राउन्ड सोध्दैनौँ, उसको एजुकेसन सोध्दैनौँ, कति पैसा छ सोध्दैनौँ। हामी एउटै कुरा सोध्छौँ कि तपाईँ के चाहनुहुन्छ लाइफमा। र हरेक ड्रिम फुलफिल गर्न सकिने यस्तो प्लेटफर्म कहाँ छ मलाई देखाइदिनुहोस्। त्यस्तो प्लेटफर्म देखाउन आज हामी 20 वर्ष टिकेर बसिरहेको छौँ। र यही कुरा यदि जुन दिन गभर्मेन्टले बुझ्छ सर, त्यो दिन मलाई विश्वास छ कि यसलाई यति सम्मान हामीले पाउनेछौँ। त्यो दिन हामी आशामा छौँ। त्यही दिनलाई सोचेर हामी अलि मेहनत गरिरहेको छौँ, सेक्रिफाइस गरिरहेको छौँ हैन। किन मलाई विश्वास छ कि एक दिन जुन योगदान हामी यो इन्डस्ट्री मार्फत यो देशलाई दिन सोचिरहेको छौँ, त्यो दिन जुन दिन हामी दिन्छौँ त्यो छन्, त्यो थियो। त्यही भएर त कानुनको आवश्यक पर्यो। किन पर्थ्यो त? आज यो नियमले यो धौडी सौडी यो किन चाहियो? त्यो यस कारण चाहियो किनभने मान्छे कन्फ्युज भए कि ठगिने पो हो कि फसिने पो हो कि के हो कि डुब्ने कन्फ्युज भएको हुनाले एउटा यस्तो ऐन बनाइयो जुन ऐन आफैमा पर्फेक्ट छ। त्यहाँ ठगिने कुनै चान्सै छैन। किन तपाईँसँग मैले 1 रुपियाँ लिँदै लिन भने म कसै ठग्छु तपाईँलाई खान्छु ल भन्नुहोस्। तपाईँबाट ठाउँलाई मैले केही लिनु त पर्यो नि। यहाँ लिँदै लिन्न, उल्टा दिन्छौँ। स्टार्टिङबाट के दिन्छौँ? अवसर दिन्छौँ, क्वालिटी प्रडक्ट दिन्छौँ, बेस्ट प्राइसमा दिन्छौँ र मन परेन फिर्ता गर्छौँ। गभर्मेन्टलाई ट्याक्स पे गर्छौँ। सारा सिस्टम हुन्छ। 3 महिनामा डाटा बुझाउँछौँ। यस्तो कुरो अरूले पनि गरिदियोस् न बरु। बरु हामीलाई हेरेर अरू व्यापारीले पनि त्यो गरोस् न ल हैन। अरूले त त्यस्तो बुझाउनु पर्ने, 3 महिना यो बुझाउनु पर्ने, कमिसन कहाँ गयो भनेर बुझाउनु पर्ने, यो देखाउनु पर्ने, त्यो देखाउनु पर्ने, कहीँ कतै केही छैन, कहीँ छैन, केही छैन, केही र हामी त्यो स्वीकारेर आइरहेको छौँ भने हामीलाई त उल्टा सपोर्ट, उल्टा सम्मान हामीलाई गरेर उल्टा वेलकम गर्नुपर्ने मेरो विचार। त्यो विश्वमा चाहिँ त यो डाइरेक्ट सेल कम्पनीहरूको त राम्रो इज्जत छ। एकदम वर्ल्ड वाइड छ। वर्ल्ड वाइड छ। कति देशमा छन्। मैले सुनेको थिएँ सिङ्गापुरमा त यसलाई इकोनोमिक बुस्टर भनिएको छ। इकोनोमिक बुस्ट गरिदियो यसले। बस इन्डियामै हेर्नुहोस् मोदी सरकारले यसलाई कति सपोर्ट गर्नुभएको छ हैन। आत्मनिर्भर अभियान बनाउनु भएको छ भने हामी यहाँ किन नबुझ्ने? पब्लिक सेलिङ छ, हामी डाइरेक्ट पब्लिकसँग कनेक्ट हुन्छौँ हैन। र अब यस्तो हो फेरि तपाईँले भने जस्तै तर्सेका पनि छन्। किन विगतमा त्यस्तो दुर्घटना नभएको होइन, तर दुर्घटना भयो भने फेरि हुन्छ भन्ने छैन नि सर हैन। अब पहिला किन भयो त्यसको रिजन हेर्नु पर्यो। अब किन हुँदैन त्यो कारण हेर्नु पर्यो। पहिला किन भयो किनभने यही नै थिएन, कुनै नियम थिएन, कुनै कानुन थिएन जसले जे पनि गर्न मिल्ने थियो। अब किन हुँदैन किन? अब ऐन छ, नियमावली छ, अब गर्ने बाटै छैन। अब गऱ्यो भने त्यहाँ कारवाही हुने विभिन्न त्यहाँ उहरू छ। त मेरो विश्वास के छ भने यदि यो ऐन र नियमलाई स्पष्ट बुझेर कसैले काम गर्छ भने त्यहाँ ठगी हुने कुनै चान्स छैन, कुनै डर्नुपर्ने केही पनि छैन, कोही आत्तिनुपर्ने केही पनि छैन। यसले फाइदा नै गर्छ। र म त च्यालेन्ज गर्छु कोही डिसिसन आओस् मसँग, मलाई एउटा मात्रै नोक्सान बताइदियोस्। जम्मा एउटा म धेरै भन्दैन, म हजारौँ फाइदा तपाईँलाई गनाइदिन्छु विथ प्रुफ। मलाई एउटा नोक्सान गनाइदिनुहोस् कि यसले देशलाई या जनतालाई या कसलाई कहाँनिर नोक्सान एउटा मात्रै भनिदिनुहोस्। म यो इन्डस्ट्री सजालाई छोड्न तयार छु। यो प्रत्यक्ष बिक्रीका सम्बन्धमा यहाँ भएका करेक्सन्सहरू जुन गर्नुपर्ने हो, अफवाहहरू जुन छ, संशयहरू जुन छ, त्यसबारेमा पनि हामीले कुरा गऱ्यौँ। अब बताइदिनुहोस् हाम्रा तमाम उपभोक्तालाई कि डाइरेक्ट सेलिङ अन्तर्गत चाहिँ तपाईँहरूले दिन सक्ने सन्देश चाहिँ के छ? अब यसको पहिलो सन्देश भनेको हेर्नुहोस् यो डाइरेक्ट सेलिङ यो बिजनेस अवेरनेस हो। हेर्नुहोस् अवेरनेसको बिजनेस हो। हामी एउटा प्रोग्राम नै गर्ने गर्छौँ। त्यो प्रोग्राम नामै कन्ज्युमर अवेरनेस प्रोग्राम भन्छ कि हामी कन्ज्युमरलाई अवेर गराउँछौँ कि कन्ज्युमरमा कति पावर छ। तपाईँले कमाएको प्रत्येक पैसा तपाईँले दुःख गरेर कमाएको पैसा हो। त्यो पैसा तपाईँले काहीँ न काहीँ खर्च गर्नुहुन्छ, किनकि किन्नुहुन्छ, किनेपछि खर्च भयो, खर्च भइ सक्यो भने त्यही खर्चलाई हामीले लगानी बनाइन्छौँ। त्यस्तो हामीसँग मेकानिजम छ भने यहाँ प्रत्येक व्यक्तिले आफ्नो प्रत्येक खर्चबाट आफ्नो लाइफमा चेन्ज ल्याउन सक्ने त्यस्तो मेकानिजम छ। र खर्च गर्नु भनेको त्यो चाहे इन्जिनियर होस्, चाहे डक्टर होस्, चाहे हरेक पेसाले केही न केही खर्च गर्छ।
अनि कमाएको पैसा हाम्रो कसरी सेभ गर्दैन त्यो कहाँनिर गइरहेको छ होइन अनि त्यो गइरहेको पैसालाई हामीले एउटा सिस्टममा बाँध्छौँ र जुन सिस्टमले वेल्थ क्रिएट गर्छ र जसले यो देश यो जनता होइन यो सिस्टम सारलाई फाइदा नै गर्छ र यो यति ट्रान्सपेरेन्ट हुन्छ फ्रेन्ड्स र म त के भन्न चाहन्छु भन्दाखेरि प्रत्येक व्यक्तिलाई डाउट छ जसलाई कन्फ्युजन छ एकचोटि स्टडी गर्नुहोस् हेर्नुहोस् अहिले त अनलाइनको जमाना पहिला जस्तो थोरै हो र पहिलाको यो हो भन्दाखेरि के मान्नु पर्थ्यो के मान्नु शङ्का गर्नु पर्छ कति पैसा तिर्दा कस्तो सामान पाइन्छ त्यसको गुणवत्ता के छ क्वालिटी के छ त्यस्तो विकल्प थिएन पहिला अहिले त हामी अहिले यस्तो जमानामा छौँ फ्रेन्ड्स कि सर कि हामी अहिले यहाँ बसेर संसार कुनै पनि यहाँ लिन सक्छौँ त्यो लिने इच्छा हुनु पऱ्यो त्यसरी लिनुहुन्छ भने तपाईँलाई कुनै पोइन्ट यहाँ पाउनु खुसी नै हुनुहुन्छ तपाईँलाई राम्रो लाग्नेछ